नयाँ पार्टी पनि छ जसको नाम हो राष्ट्रिय स्वतन्त्र पार्टी। यी सबैको बिचमा भिडेर नतिजा निकाल्न सक्ने त्यो फर्मुला के छ तपाईँहरूसँग? के छ त्यो एजेन्डा? होइन हामी त सुस्पष्ट हामी एजेन्डा जनताले किन विश्वास गर्ने तपाईँहरूलाई? मैले अघि भने कि जनताको अगाडि चोइस छ होइन, स्पष्ट चोइस छ। तपाईँलाई यही गणतन्त्र, यही धर्मनिरपेक्षता, यही संघीयता अथवा यही भ्रष्ट व्यवस्थाले देश बनाउँछ भन्ने लाग्छ, तपाईँ काङ्ग्रेस, एमाले, माओवादी, यो स्वतन्त्र पार्टी अलग पार्टी होइन होइन, त्यतै लाग्नुहोस्। तर यो व्यवस्थाले देश बन्दैन भन्नेमा हुनुहुन्छ, राज संस्था चाहिन्छ, हिन्दू राष्ट्र चाहिन्छ, यो संहिता पाल्न सकिँदैन होइन भन्नेमा हुनुहुन्छ भने तपाईँले राप्रपालाई मतदान गर्नुहोस्। किनकि काङ्ग्रेस, एमाले, माओवादी, घन्टी पार्टी भनेको त पार्टी साइनबोर्ड अलग अलग हो, तर वैचारिक दर्शनको हिसाबले ठाउँमा छन् होइन, एउटै विचार। त्यसले गर्दाखेरि मैले अघि पनि भने यो त काङ्ग्रेस ठिक भएन भनेर एमालेमा सर्ने, एमाले ठिक भएन भने माओवादी, माओवादी ठिक भएन भने घन्टी पार्टीमा सर्ने भनेको त तातो तावाबाट घुम्रोमा जाने कुरा जस्तो मात्रै कुरा हो है। त्यस कारणले तपाईँले एउटा होइन त्यो गल्ती गर्नुहुन्न, त्यो भ्रममा कोही पनि पर्नुहुन्न। यी सबै पार्टी एउटै पार्टी हुन् र फरक खोज्ने हो भने फरक भनेको राप्रपा हो र राप्रपालाई मतदान गर्नुपर्छ र राप्रपा फरक हो भन्ने कुरा अहिले आम जनतालाई महसुस पनि भइराखेको छ। त्यस कारणले मलाई चाहिँ पूर्ण रूपमा विश्वास छ जनताले एउटा फरक खोजिरहेको छ, विकल्प। एउटा अभिव्यक्ति दिनुभएको थियो तपाईँले, यो देशमा दुईवटा विचारधारा मात्रै छन्। एउटा चाहिँ अहिलेको व्यवस्थाको विचारधारा प्रतिपादक जुन चाहिँ जसको नेतृत्व प्रचण्डले गरेका छन्, एउटा चाहिँ विचारधारा चाहिँ हामी हो कि प्रचण्डलाई मत दिनुहोस् कि हामीलाई दिनुहोस् भन्नुभएको। मैले ठिकै भने कि अहिले यी मैले अघि भनेका चारटै पार्टीहरू अथवा हामी बाहेकका सबै पार्टीहरू प्रचण्ड पथमै छन् होइन। गणतन्त्र, धर्मनिरपेक्षता भनेको काङ्ग्रेस, एमाले, रासपा सबै प्रचण्ड पथमा छन् होइन। गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता भन्ने चिज त प्रचण्डले अब गोदेर अथवा फकाएर जे गरेर भए पनि चाहिँ नि उनीहरू बोकाएको भारी न हो होइन। प्रचण्डलाई कसले बोकायो फेरि अलग कुरा हो होइन। अब माओवादी पार्टी भन्ने त रहेन, सबै भारी बोक्ने नै छन् अध्यक्ष होइन। प्रचण्ड त बाँकी नै छन् होइन, माओवादी भन्ने पार्टी त रहेन, प्रचण्ड नै बाँकी छन्। त्यस कारणले मैले अस्ति ठिकै भनेको छु, अझै पनि मलाई लाग्छ तपाईँलाई गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता नै ठिक लाग्ने हो भने प्रचण्ड छँदैछ, प्रचण्ड पथलाई दिनु पर्यो होइन। अरूलाई किन खोजिराख्नु होइन, किन नयाँ नयाँ अवतार किन खोजिराख्नु, किन चाहिँ नि अल्मलिनु, किन झुकिनु, माउलाई नै दिनु पर्यो होइन भने देशमा अर्को पथ छ, पृथ्वी पथ। त्यो पृथ्वी पथको अनुयायी त्यसलाई चाहिँ आफ्नो मार्गदर्शन ठान्ने, पृथ्वीनारायणलाई आफ्नो आदर्श पुरुष ठान्ने राप्रपा छ कि राप्रपा कि प्रचण्ड पथ कि पृथ्वी पथ। जनताले त्यसरी रोज्यो भने देशले छिटो निकास पाउँछ। अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा अभूतपूर्व जनलहर चलेको छ। हामीले देशभर यति धेरै ठुलो सङ्ख्यामा आफ्नो उम्मेदवारहरू उठाएका छौँ। 2टा निर्वाचन क्षेत्रमा प्राविधिक गडबडी भएर उम्मेदवारी रहेन, बाँकी 163 निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी छ। सबै उमेर पुस्ताका मानिसहरूलाई हामीले आफ्नो उम्मेदवार बनाएका छौँ। सुयोग्य पात्रहरूलाई उम्मेदवार बनाएका छौँ। उम्मेदवार बनाउनको लागि मात्रै उम्मेदवार बनाएका छैनौँ, जित्न सक्ने र जित्यो भने नेतृत्व दिन सक्ने मानिसहरूलाई उम्मेदवार बनाएका छौँ। यी तपाईँले पनि हेरिराख्नु भएको छ, 101 मानिसहरूलाई उम्मेदवार बनाएका छौँ। र योचोटि राष्ट्रिय प्रजातन्त्र पार्टीले मैले भने कि अप्रत्याशित मत परिणाम ल्याउँछ। राष्ट्रिय प्रजातन्त्र पार्टी यो देशको पहिलो पार्टी बन्यो भने अचम्म मान्नु पर्दैन। तर पहिलो बन्यो भने अचम्म मान्नु पर्दैन, किनभने यो मैले बहुमत भनेको छैन, फेरि मैले त्यस्तो गफ हाल्दिनँ। मैले अस्ति पनि भनेको छु होइन, अहिलेको निर्वाचनमा यो व्यवस्थामा यो निर्वाचन प्रणालीमा कसैले चाहिँ बहुमत ल्याउँदैन, तर पहिलो पार्टी हुन सक्ने सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि। मैले भने नि कि 64 सालमा अब त्यो कुरा ठिक भएन, हामीलाई त्यसले चाहिँ देशलाई झन्डै 2 दशकसम्म चाहिँ दुःख दियो। त्यो मत परिणामले 64 सालको मत परिणामले 64 सालमा कसैले पनि माओवादी पहिलो पार्टी हुन्छ भनेर भन्दैन थियो। प्रत्यक्षमा पनि राम्रो ल्याउँछौँ र समानुपातिकमा त अभूतपूर्व मत परिणाम आउँछ। अहिले राष्ट्रपाका नेताहरूले रङरूप फेरेको देख्नु भएको छ। पहेँलो वस्त्र धारण गरेर रुद्राक्षको माला लाएर निधारभरि टिका 400 टिका लाएर खरानीको त्यो पनि हो। त्यसैले त होइन अहिले देशभक्ति होइन, धर्मप्रतिको आस्था
जुन हामीले लगातार रूपमा उठाइराखेको थियौँ हैन, त्यो त अहिले बलियो कन्स्टिट्युएन्सी रहेछ नि त, एउटा ठुलो क्षेत्र रहेछ नि हैन। चुनाव जित्नको लागि धर्मनिरपेक्ष हुनुपर्छ भन्नेहरूले, धर्मनिरपेक्ष संविधान मान्छु भन्नेहरूले पनि चन्दन लाएर हिँड्नु, धर्म र राजाको कुरा गर्ने हाम्रो पार्टीमा नआए हुन्छ भन्ने हैन भन्नेहरूले हैन। राजेन्द्र लिङ्गदेन हिन्दू राष्ट्र हुनुपर्छ भनेर कष्टकर दिनहरूबाट यहाँसम्म आइपुगेको मान्छे, मैले अहिले भोटको बेला चन्दन धस्नु पर्दैन हैन हैन, पब्लिकले लगाइदिएको रुद्राक्ष बाहेक देखाउनको लागि लगाएर हिँड्नु पर्दैन। तर आज धर्मनिरपेक्षतावादीहरूले चन्दन धसेर हिँड्नुपर्ने दिन आयो। तर त्यो सेन्टिमेन्ट तपाईँहरूले ग्रिप गर्न सक्नुहुन्न। हिजोसम्म राजा र हिन्दू राष्ट्रको एगेन्स्टमा बोल्नेहरू आज चन्दन घसेर सनातन धर्मावलम्बीको बलियो पक्षपात नै हामी हो भन्ने देखाइरहेका छन्, ढोङ रचिरहेका छन्। त्यो किन चिर्न सक्नुहुन्न तपाईँहरू? किन चिर्ने कुरा होइन, त्यो नै एउटा यस्तो बलियो नमुना हो कि राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डाले जित्दैछ, राष्ट्रिय प्रजातन्त्र पार्टीले चाहिँ चुनाव जित्दैछ भन्ने कुराको नमुना हो। स्वर्णिम वाग्लेको अवतार हेर्नुभयो नि तपाईँले अस्ति? त्यही त चन्दन घसेको भरमा भोट दिन्छन् त हैन। तर अब चन्दन नघसी हुन्न हैन, यो सहारा नलिकन हुन्न भन्ने परिस्थिति त राप्रपाले बनायो नि हैन। त्यस कारणले जनताले त्यो त बुझेको छ नि त, को सक्कली हो को नक्कली हो भने। त्यस कारणले त्यो कुरा त हामीले भनिराख्नै पर्दैन। त्यसैले तपाईँहरूले बुझ्नुपर्छ कि आज राष्ट्रपाको नेता हिन्दू राष्ट्र र राष्ट्र संस्थाको शब्द नै सुन्न नचाहन् स्वर्णिम वाग्लेलाई चन्दन घस्न पर्ने बाध्य बनाउने तपाईँले कुन उम्मेदवार पठाउनु भयो त्यस्तो? कुन उम्मेदवार पठाउने होइन, राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार उठाउने कुरामा होस्, एजेन्डालाई अगाडि सार्ने कुरामा होस्, गएका वर्षहरूमा हामीले जुन प्रकारको एडभोकेसी गऱ्यौँ, हामीले हाम्रो एजेन्डाको पक्षमा हामीले दृढतापूर्वक उभियौँ, त्यसले चाहिँ नि अहिले त्यो परिस्थिति निर्माण गर्यो। र त्यसैबाट तपाईँहरूले आकलन गर्नुपर्छ राप्रपाले अप्रत्याशित मत। अहिले खास गरी आम जनतामा अहिलेको व्यवस्था, अहिलेको नेतृत्वप्रति चाहिँ नि चरम रूपमा वितृष्णा छ र जनताले विकल्प खोजिराखेको छ। र त्यो विकल्प भनेको अहिले नेपालको विद्यमान राजनीतिक दलहरूमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै हो। अरू सबै राजनीतिक दलहरू गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता अथवा अहिलेको विकृतिको मुख्य कारक यो वर्तमान व्यवस्था हैन, त्यो व्यवस्थाको विकल्प खोज्ने र विकल्पमा उभिएको, स्पष्ट ढङ्गले विकल्पमा उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टी हो भन्ने तहमा चाहिँ जनता पुगेका छन्। र जनताले त्यो विकल्पको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ग्रहण गरेको र साइलेन्टली भन्छ नि, शान्त ढङ्गले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्ने तयारी गरिरहेको छ। विचारका दृष्टिकोणले राष्ट्रिय प्रजातन्त्र पार्टी बिल्कुल रूपमा नयाँ पार्टी हो, किनभने हामीले अहिलेको व्यवस्थाको भनौँ न, अहिलेको अव्यवस्थाको भनौँ न विकल्प चाहिँ नै दिइराखेका छौँ र यो विकल्प लामो समयदेखि हामीले प्रस्तुत गरिराखेका छौँ। अब जनताले दर्ताको हिसाबले नयाँ, उमेरको हिसाबले नयाँ खोज्ने भन्दा पनि विचारको हिसाबले नयाँ पार्टी चाहिँ नै खोज्नु पर्यो। अब गणतन्त्रै ठिक छ, धर्मनिरपेक्षतै ठिक छ, सङ्घीयतै ठिक छ, अथवा अहिले देशमा विद्यमान ऐन कानुनहरू नै ठिक छन् भनेर अहिले जसरी चाहिँ जुन व्यवस्थाबाट देश चलिरहेको छ, जुन निर्वाचन प्रणालीबाट देश चलिरहेको छ, जुन शासकीय प्रणाली, राज्य संरचना, नियुक्ति प्रणालीबाट देश चलिरहेको छ, त्यही नै ठिक छ, त्यसैबाट चाहिँ हामी देशलाई अगाडि बढाउँछौँ भनेर कसैले भन्छ भने त्यो त नयाँ पार्टी भएन नि, त्यो त पुरानो पार्टी भयो। त्यो त हामीभन्दा पनि खतरनाक पुरानो पार्टी भयो। अहिलेको असफल भएका पार्टीहरू जस्तै भए, त्यो दर्ताले नयाँ भए पनि त्यो व्यवस्थाले काम गरेन, यो निर्वाचन प्रणालीले काम गरेन, यो नियुक्ति प्रणालीले काम गरेन। अहिले देशमा भ्रष्टाचार जुन व्यापक रूपमा बढेर गएको छ र सबै जनताले औल्याइराखेको भ्रष्टाचार भनेर भनिन्छ, त्यो भ्रष्टाचार हुनमा चाहिँ अहिलेको नेता मात्रै कारण छैनन्, ती नेता त दोषी छन् नै, कारण हुन् नै, तर उनीहरूले ल्याएको जुन व्यवस्था छ त्यो पनि कारण हो। जस्तै मैले उदाहरणको रूपमा तपाईँलाई संक्षिप्तमा के भन्छु भने, भ्रष्टाचार कसले गर्छ त? नेताले गर्छ हैन। अनि भ्रष्टाचारीलाई कारवाही गर्ने निकाय को हो त भन्दाखेरि अख्तियार हो, अदालत हो। अनि अख्तियारमा को छ त, अदालतमा को छ त? त्यही नेताले भनेपछि उसले कसरी कारवाही गर्छ त नेतालाई, आफूलाई नियुक्ति गर्ने मान्छेलाई? अब अहिले केही नयाँ मानिसहरू आएका छन्, नयाँ दल हुँ भन्नेहरू आएका छन्, उनीहरू के भन्छ भने त्यहाँ त हामी स्वतन्त्र मान्छे नियुक्ति गर्छौँ नि, दलको मान्छे नियुक्ति गर्दैनौँ, आफ्नो मान्छे नियुक्ति गर्दैनौँ भनेर भन्छ होइन। मैले एउटा उदाहरण दिन्छु, ल ठिकै छ, भोलि त्यस्तो भन्ने मान्छे प्रधानमन्त्री भयो, उसले चाहिँ अब आफ्नो दलको मान्छे नियुक्ति गरेन, आफ्नो दलको सदस्य भएको अथवा कुनै पनि दलको सदस्य भएको मान्छेलाई नियुक्ति गरेन, स्वतन्त्र मान्छेलाई नियुक्ति गर्यो। तर
त्यही नियुक्ति गर्ने मान्छेले भ्रष्टाचार गर्यो भने त्यो मान्छेले उसलाई कारबाही गर्छ कि गर्दैन होला त आफूलाई नियुक्ति गर्ने मान्छेलाई होइन नियुक्ति गरेको दिन नै उसको मान्छे भइहाल्यो नि त्यस कारणले यो नियुक्ति प्रणालीमै परिवर्तन गरेर हामीले कस्तो व्यवस्था निर्माण गर्नु पर्यो भने कि योग्यता क्षमताको आधारमा मानिस नियुक्ति हुनु पर्यो स्वतन्त्र प्रतिस्पर्धाको आधारमा नियुक्ति हुने व्यवस्था गर्नु पर्यो कि जसले भोलि प्रधानमन्त्रीलाई पनि घाँटी अठ्याउन सकोस् होइन तर चाहिँ नि अब आफूले चाहिँ नि नियुक्ति गरेको मान्छेले मलाई चाहिँ नि कारबाही गर्दैन गर्छ भनेर भन्ने अथवा चाहिँ त्यसले स्वतन्त्र काम गर्छ भन्ने कुरा त कल्पना एकादेशको कथा होइन त्यसैले समस्या व्यवस्थामा पनि छ त्यस कारणले यो अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्य गर्न चाहने देशमा सुशासन विकास र स्थिरता चाहने हो भने अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी नै हो यो देशको विकल्प फेरि पनि दोहोऱ्याएर भन्छु शान्त ढङ्गले बुझ्ने मानिसहरूले अब राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्ने मुडमा छन् राष्ट्रिय प्रजातन्त्र पार्टीले योचोटि राष्ट्रिय प्रजातन्त्र पार्टी नामको अर्को कुनै पार्टी पनि चाहिँ रहन दिएको छैन समान विचारका मानिसहरू सबैको साथ र समर्थन छ राष्ट्र संस्था चाहिन्छ हिन्दू राष्ट्र चाहिन्छ सङ्घीयता चाहिँदैन भ्रष्टाचारको अन्त्य हुनुपर्छ देशमा सुशासन कायम हुनुपर्छ हाम्रो जीवनकालमा यो देश बनेको हेर्न पाउनुपर्छ भन्ने मानिसहरू सबैको साझा चिन्ह हलो बनेको छ यसपालि त्यस कारणले मान्छेले गन्दा मात्रै थाहा पाउने गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले परिणाम ल्यायो अहिले हामीले देशमा रोजगारी भएन भनेर मात्रै भएन देश बनेन भनेर मात्रै भएन मूल रूपमा त हामीले सैद्धान्तिक रूपमा त देशको शान्ति स्थिरताको लागि नेपालमा अभिभावकीय संस्थाको रूपमा राजा रहनुपर्छ जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ स्थानीय तह गैरदलीय हुनुपर्छ प्रदेशको खारेज भएर केन्द्र र बढी स्थानीय तह भएको राज्य संरचना हुनुपर्छ सनातन हिन्दू राष्ट्र हुनुपर्छ भनेर देशको स्थायित्वको जगको रूपमा यी सैद्धान्तिक विषयहरू उठाएका छौँ जीवनसँग जोडिएको कि मैले संसार डुलेर हेरेँ र हामी आफै पनि निष्कर्षमा छौँ कि यो गएको 50 वर्षभित्रमा संसारका कैयौँ देशहरूले ठुल्ठुला प्रगति गरेका छन् हामीभन्दा भौगोलिक रूपले विकट भएका साधन स्रोत अथवा चाहिँ प्राकृतिक स्रोत साधनको हिसाबले एकदमै कम सम्भावना भएका देशहरूले पनि असाध्यै ठुलो तरक्की गरेका छन् तर हामी मात्रै चाहिँ पछाडि पऱ्यौँ मात्रै होइन अरबको नोकर उत्पादन गर्ने कारखानामा परिणत भयो देश युवा बेचेर देश चलाउनु पर्ने परिवार चलाउनु पर्ने अवस्था निर्माण भयो तर फर्केर हेर्दा सबै घटनाक्रमलाई हेर्दाखेरि हाम्रो देश त बनेन तर हाम्रो देश मात्रै नबन्नु पर्ने एउटै मात्रै कारण के भन्दाखेरि गलत नेतृत्व र गलत व्यवस्था र त्यसमा सुधार र परिवर्तन गर्ने बित्तिकै हाम्रो देश नबन्नु पर्ने कुनै कारण छैन हाम्रो देश पनि बन्न सक्छ 5-10 वर्षभित्रमै हाम्रो देश बनेको हाम्रो आँखाले देख्न पाउँछौँ 40-50 हजार तलबको लागि हाम्रो कुनै पनि युवाले विदेश जानु पर्दैन त्यसको लागि हामीले हाम्रो देशको ऊर्जा पर्यटन कृषि सूचना प्रविधि होइन विदेशमा रहेका नेपालीको सिप र पुँजी र निजी क्षेत्रलाई ठिक ढङ्गले उपयोग गर्यौँ भने भनौँ न हाम्रो देशमा कायापलट हुन सक्छ होइन हुन्छ